आज भने म हजुरहरूलाई पाटनको कुमारी पाटीबाट थोरै भित्र रहेको एउटा अनौठो मन्दिरको दर्शन गराउनेछु, अग्निशाला। हजुरहरूले कहीँ कतै सुन्नुभएको थियो, धेरैजना त पुगी पनि सक्नुभयो होला है। हुनलाई त आगोले हाम्रो जीवनमा निकै ठुलो भूमिका निर्वाह गर्दछ। हाम्रो धर्मदेखि जीवन अनि मरणसम्मको मुख्य भूमिका अग्निकै भएको पाउँछौँ हामी। हो, यस्तै अग्निसँग सिधा सम्बन्ध राख्ने यो मन्दिरको कथा निकै रोचक रहेको छ। कथा 4000 वर्ष अगाडि नै सुरु हुन्छ। एक ब्राह्मण दम्पति यस ठाउँमा आई बास बस्नु भएको हुन्छ र उहाँहरूले टेक्दै आउनु भएको आफ्नो लौरो त्यही छेउमा ठाडो पारेर राख्नु भएको हुन्छ। तर भोलिपल्ट बिहानै उठेर हेर्दा त्यो लौरोबाट हाँगाबिङ्गा पलाएको देख्नुहुन्छ। जुन लौरोबाट बनेको यो विशाल वृक्ष हेर्नुहोस् त, अहिले पनि हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँको स्थानीयवासीहरूले यो ठुलो वृक्षलाई यथावतै राख्नु भएको छ। हो, यसै रुखको आडैबाट यस मन्दिर जाने मुख्य प्रवेशद्वार आउँछ। स्थानीय बासिन्दाहरूले यस वृक्षलाई वरुण वृक्ष भनेर पूजाआजा गर्दै आउनु भएको छ। ती ब्राह्मण जोडीले राति बास बस्दा आगो ताप्नका लागि बालिएको आगो हेर्नुहोस् त, आजसम्म पनि यथावतै देख्न पाउँछौँ हामी। यो ठाउँमा उहाँहरूले बाल्नु भएको आगो धेरै समयसम्म ननिभेकाले केही दैवी शक्ति यस ठाउँमा भएको मानिएर उहाँहरूले नै अखण्ड अग्निको स्थापना गर्नुभएको हो। पछि सोही स्थानमा घर बनाई उहाँहरू बस्न थाल्नुभयो। अहिले त्यहाँका हुनुभएको पुजारीहरू पनि वही ब्राह्मण दम्पतिको सन्तान भएको मानिन्छ। यो अग्निकुण्ड कलिगत सम्वत 736 मा स्थापना भएको पनि उल्लेख भएको पाइन्छ। अग्निशालामा 5 वटा अग्निकुण्डहरू रहेका छन्: विष्णुकुण्ड, ब्रह्मकुण्ड, शिवकुण्ड, सूर्यकुण्ड र सव्यकुण्ड। यसमध्ये हेर्नुहोस् त, विष्णुकुण्डमा भने धेरै वर्ष अघिदेखि यसरी नै निरन्तर आगो बलिरहेको छ। भक्तिहरूले विष्णुकुण्डको पवित्र कुण्डमा हामीले होम पूजा आजा गराएमा आफ्नो ग्रह दशा र दोषहरू मेटिन्छ भन्ने धार्मिक अनुष्ठान पनि रहिआएको छ। यस मन्दिरलाई काठमाडौँ उपत्यकाको सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थलको रूपमा पनि चिनिन्छ। वसन्त ऋतुलाई स्वागत गर्ने पर्व यानि कि हरेक वर्ष माघे सङ्क्रान्तिको दिन यस पवित्र अग्निकुण्डको विशेष पूजाको साथै यहाँ मेला पनि लाग्ने गर्दछ। यस्तै अर्को किम्वदन्ती अनुसार भने धेरै वर्ष पहिला आगो सल्काउने कुनै किसिमको प्रविधि भने आएकै थिएन। त्यसबेला भने ललितपुरका स्थानीयवासीहरूले यसै स्थानबाट आगो सल्काएपछि आगो लिएर जानु भएपछि मात्रै आफ्नो आफ्नो घरको चुलो बल्ने कुरा पनि यहाँका पुजारीले बताउनुहुन्छ। हजुरहरूले पनि दर्शन गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, यहाँ एकपल्ट दर्शन मात्रै गरे पनि आफ्नो ग्रह दशा शान्त हुने जनविश्वास रहिआएको छ। यो कहाँनिर छ भने पाटनको कुमारी पाटीमा जानु भएपछि हजुरहरूले त्यहाँ जो कोहीलाई पनि अग्निमठ या अग्निशाल कहाँनिर छ भनेर सोध्नुभयो भने हजुरहरूलाई जो कोहीले पनि बताइदिनुहुन्छ। बिहानको समयमा र साँझको समयमा पनि यहाँ पूजा गर्नु आउनुहुने हुँदा यस समयको बेलामा पनि यहाँ यो ढोका खुल्लै रहेको पाइन्छ भने दिउँसोको समयमा हजुरहरू जानुभयो भने प्राय जस्तो बन्द नै हुने रहेछ। हजुरहरूलाई अग्नि देवताले हामी सबैको